पानी नै परेको दिन किन नहोस् तपाईँ बाहिर जानुभएको छ भने चाहिँ सनस्क्रिन चाहिँ लाउनु नै पर्छ कतिजनालाई थाहै हुँदैन इभन म आफै चेक गरेर थियो मेरो ब्ल्याक हेड्स 15वटा रहेछ अघि देखाएको थियो होइन तपाईँ जस्तो राम्रो मान्छेको नि ब्ल्याक हेड्स रहेछ त्यो देखिँदैन नि त सो त्यसको लागि चाहिन्छ होइन त्यो यहाँहरूलाई चाहिँ फ्रीमा चेकअप गर्नुपर्ने छ अरू मेबी स्किन कसरी गर्ने के गर्ने भन्ने कुराहरू थाहा छैन भने चाहिँ यहाँहरू आउँदा हुनुहुन्छ अब इभन आएर किन्नु नै पर्छ भन्ने नि छैन होइन एटलिस्ट स्किन के रहेछ कस्तो रहेछ भन्ने कुरा चाहिँ थाहा हुन्छ सो त्यो भएर चाहिँ आउनु प्लस त्यो सँगसँगै हामीसँग अफरहरू पनि मजाले नै छ सो आएर सो यहाँ पैसा पनि बचाउनु भन्छु म चाहिँ फ्रीमै तपाईँहरूले बाहिर हस्पिटलतिर अथवा अरू क्लिनिकतिर गएर स्किन टेस्ट गराउनु भयो भने 1500 पर्ने त्यो टेस्ट अहिले 1 हप्ताको लागि उहाँहरूले निःशुल्क रूपमा 1 रुपियाँ नलिकन चेक गराइराख्नु भएको छ त्यो सँगसँगै स्किन एज पनि देखाउँछ होइन जस्तै कि उहाँ अहिले 25 हो भने नि स्किन केयर गरेको छैन के कस्तो छ भन्यो भने उहाँको स्किन एज अहिले 43 देखाइरहेको छ बिकज उहाँले स्किन केयर कम गर्नुहुन्छ मेबी केही कमी भइरहेको छ त्योहरू चाहिँ देखाएको छ प्लस उहाँको स्किन ओइली भनेर देखाएको छ होइन सो अब त्यही अनुसार चाहिँ यहाँ बस्ने ब्युटी एडभाइजरहरूले चाहिँ ओइली स्किनमा के लगाउने त अब एक्ने आइरहेको छ भने त्यो एक्ने कन्ट्रोलको लागि के दिने भने त्यसै चाहिँ सजेसनहरू चाहिँ बुझेर